म प्रशान्त। मेरो साथी विवेक 1 महिनादेखि बेपत्ता छ। ऊ अन्तिम पटक गाउँको त्यो पुरानो सुनसान घरमा गएको थियो, जुन घरलाई कसैले मसान घर भन्थे। म विवेकलाई खोज्दै त्यस घरको जीर्ण ढोका ढकढकाउन पुगेँ। वरिपरि कसैको चहल पहल थिएन। मैले भित्र छिर्ने बित्तिकै एउटा चिसो पुरानो गन्धले मलाई छोप्यो। भित्ताहरूमा कालो लेउ लागेका थिए र भुइँभरि धुलोको बाक्लो पत्र थियो। मैले सबै कोठाहरू खोजेँ। अन्ततः विवेक सुत्ने कोठाको छेउमा रहेको एउटा पुरानो डायरी मेरो हातमा पर्यो। त्यो डायरीमा अन्तिम पटक विवेकले लेखेको नोट थियो। डायरीको नोट पढ्दै स्वरमा डर र अविश्वास बढ्दै जान्छ। विवेकको अन्तिम नोट। आज यहाँ आएको तेस्रो दिन मलाई यो घरमा केही जीवित छ जस्तो लाग्छ। यहाँ हरेक रात मेरो छेउमा सुतेको जस्तो सास फेरेको आवाज सुनिन्छ, तर म उठ्दा कोही हुँदैन। मलाई थाहा भयो यो घरको जगमा गहिरो रहस्य छ। यो घर वर्षौं अघि यहाँ आत्महत्या गर्ने एक महिलाको सन्तापबाट बनेको रे। उनको आत्माले यो घरलाई छोड्न मानेको छैन। प्रशान्त, यदि तिमी यो नोट पढ्दैछौ भने यो कुरा बुझ, यो घर आफैमा एउटा जाल होइन, यो एउटा एक्लोपन हो। मैले यो घर छाड्न खोजेँ, तर ढोका बाहिरबाट ताल्चा लागेको छ, जबकि भित्र ताल्चा लगाउने कोही छैन। यहाँ आएर नोट अचानक रोकिएको थियो। अन्तिम वाक्य आधा थियो। मलाई लाग्छ त्यो सन्तापले मेरो आवाज र मेरो शरीर साट्न खोज्दैछ। मलाई अहिले नै म डायरी समातेर थरथर काँपिरहेको थिएँ। बाहिरबाट कसैले ढोकाको साँचो घुमाएको आवाज आयो। म झ्यालबाट बाहिर हेर्छु। विवेक मुस्कुराउँदै घरभित्र आइरहेको थियो। मैले चिच्याएँ, विवेक, तिमी कहाँ थियौ? विवेक मेरो नजिक आयो। ऊ हाँस्यो, एउटा चिसो, शान्त तर खोक्रो हाँसो। उसले भन्यो, म त यहीँ थिएँ प्रशान्त। यो घरमा कसैको अस्तित्व हराएको छैन, केवल नयाँ शरीरभित्र पुरानो सन्ताप सरेको मात्र हो। अब तिम्रो पालो। विवेकको आँखा खाली थिए, तर ती आँखामा वर्षम पुरानो पीडा झल्कन्थ्यो। उसले मेरो हातबाट डायरी खोस्यो। अहिले म यो घरको अँध्यारो कोठामा लुकेको छु। मैले सुन्दैछु विवेक वा त्यो सन्तापले बाहिरको ढोकामा ताल्चा लगाउँदैछ। उसले ढोकाबाट मलाई बोलाउँदैछ, प्रशान्त, तिमीलाई यो घरको कथा पुरा गर्नु छ नि?